अब है न्युमेरिकल डाइमेन्सन अफ डिजी है अलिअलि न्युमेरिकल डाइमेन्सन अफ डिजी पनि अलिकति इम्पोर्टेन्ट छ है यसमा चाहिँ हामीले के कुरा डिस्कसन गर्छौँ भन्दाखेरि कतिवटा टाइप्सहरू हुन्छन् है नर्मल्ली है रसको कतिवटा टाइप्सहरू हुन्छन् है मैले जुन पढाएको थिएँ हाम्रो के भनेको थियौँ द्रव्य है रस है रस हाम्रो कतिवटा हुन्छन् 6वटा है यसरी टक्कै पढ्नु होला है त रस छ अर्को भनेको हाम्रो के छ गुण है के छ इम्पोर्टेन्ट गुण है गुणमा चाहिँ हजुरले अलिकति ख्याल गर्नुपर्छ है गुणबाट क्वेसन एकदमै हजुरलाई सोधिदिन्छ है मिलाएर सोधिदिन्छ गुणबाट चाहिँ हजुरले के हो कसो हो भनेर बुझ्नुहुन्न है अब फर्स्टमा आउँछ टोटल गुणहरू कति छ भनेर क्वेसनले सोध्यो है टोटल गुणहरू कति छ भनेर सोध्यो भने है प्रोमिनेन्ट हामीले टोटल गुण हान्यो भने 41 हान्नु पऱ्यो है 41 हान्नु पऱ्यो यसमा पनि है 41 हान्नु पऱ्यो र मेन यसो छ एकदम इम्पोर्टेन्ट छ है अब यसमा चाहिँ फर्स्टमा भनेको अर्थवाला हुन्छ है अर्थवाला अथवा के भन्छ वैशेषिक अर्थ अथवा वैशेषिक गुण कतिवटा हुन्छ भन्छ है फर्स्ट भनेको है अर्को चाहिँ गुरुवादी गुण है गुरुवादी गुण है अर्को हाम्रो के छ परादी गुण है परादी अर्को के छ आध्यात्मिक है के छ आध्यात्मिक गुण है आध्यात्मिक है यी कुराहरू एकदम इम्पोर्टेन्ट छ है यो सोध्यो भने कति हान्नु पर्यो अर्थ भनेको 5वटा है गुरुवादी भनेको हाम्रो 20वटा है गुरुवादी गुण एकदमै सोधेको छ है गुरुवादी गुण 20वटा परादी गुण 10वटा र हाम्रो यो जुन यो गुण छ यो 100वटा कसरी याद गर्ने त के सर्टकट छ त दाइ भन्नु अब है अर्थ भनेको 5वटा हामीले जुन के अरे उसमा पढाएको थियौँ नि पञ्चभूत है महाभूत है पञ्चमहाभूतमा पढेको कुराहरू है पञ्चमहाभूत है पञ्चमहाभूतमा हामीले जुन पढाएको थियौँ त्यसको तरिकाले 5वटा युज हुन्छ भनेर सम्झिनु होला गुरुवादी छ गुरुवादी भनेको 20वटा भनेर सम्झिनुहोस् परादी पर छ नि त पर भएपछि 10वटा छ भनेर सम्झिनु होला आध्यात्मिक 6वटा हुन्छ है 6वटा कम्प्लिट गर्नुपर्छ भनेर सम्झिनु होला है त एकदम इम्पोर्टेन्ट छ सोध्छ है हजुरलाई एकदमै सोधेको क्वेसन हो है यो हाम्रो आयो गुणको कुरा है अब कर्म पनि इम्पोर्टेन्ट छ है यस्तो अर्को के इम्पोर्टेन्ट छ भने कर्म है कर्मबाट पनि क्वेसनले सोधिरहेको हुन्छ है कर्मबाट के सोध्छ त भन्नुहुन्छ भने कर्मबाट हजुरलाई सोध्न मिल्ने क्वेसन्सहरू भनेको है कर्म भनेको के हो है इट इज अ 5 टाइप्स भनेर पनि सोधिदिन्छ है कर्म भनेर छ नर्मल्ली यो कर्म भनेको एक्सन भनेर सम्झिनुहोस् है कर्म भनेको दोष धातु मलको एक्सन्स है रेस्पोन्स हो एक्सन हो रेस्पोन्स अथवा एक्सन हो है यो एक्सन अथवा रेस्पोन्स हो यो कतिवटा हुन्छ सम्झिनु भयो भने 5वटा भनेर सम्झिनु होला है 5वटा भनेर सम्झिनु होला है त अब अर्को टपिक के छ त भन्दाखेरि हजुरको इम्पोर्टेन्ट भनेको वीर्य है वीर्य भनेको के हो पोटेन्सी है कुनै पनि हर्बल ड्रगको पोटेन्सीलाई हामीले के भन्छौँ वीर्य भनेर भन्छौँ अब यसमा कतिवटा वीर्य हुन्छ भनेर सोध्छ है एउटा हुन्छ हजुरको शीतवीर्य एउटा हुन्छ उष्णवीर्य शीतमा हजुरको एकदम इम्पोर्टेन्ट इक्जाम्पल भनेको चन्दन है चन्दन जुन हाम्रो छ चन्दन है चन्दन 2063 मा सोधेको चन्दनको लेप लगाउँ भन्छौँ है चन्दन भनेर सम्झिनु होला है त एकदम इम्पोर्टेन्ट हो यो शीतवीर्य भनेर सम्झिनु होला है अब यस्तै अर्को इम्पोर्टेन्ट भनेको हाम्रो के छ विपाक है के भने मैले विपाक है विपाक चाहिँ एकदमै इम्पोर्टेन्ट छ हजुरलाई सोधेको पनि छ है विपाकमा के सम्झिने त विपाकमा के सम्झिनुपर्छ भन्नुहुन्छ भने यो बायो ट्रान्सफर्मेसन हो हाम्रो है जसरी हामीले त्यो प्रोटिन डाइजेसन भएर एमिनो एसिड बन्छ त्यस्तै है बायो ट्रान्सफर्मेसन भन्छौँ यसलाई है यो कतिवटा हुन्छ सोध्छ 3टा हुन्छ है कतिवटा हुन्छ 3टा हुन्छ के भन्दाखेरि मधुर है अम्ल र कटु मधुर अम्ल र कटु भनेर सम्झिनु होला बायो ट्रान्सफर्मेसन है यसरी चाहिँ हाम्रो के हुन्छ युज हुन्छ मधुर अम्ल रस हुन्छ रस इक्वल्स टु कटु हुन्छ भनेर सम्झिनु होला है त सोध्छ है अब यसमा कुन रस पर्छ भनेर कहिलेकाहीँ सोधेको छ है नर्मली मधुरमा के पर्छ भनेर पनि सोधिन सक्छ है मधुर अम्लमा के पर्छ मधुरमा के पर्छ है हाम्रो मधुर लवण मधुर विपाकमा पर्छ है यो विपाकहरू यो रसहरू है अब नर्मली मधुर र लवण केमा पर्छ मधुरमा पर्छ है मधुर र लवण मधुरमा पर्छ अम्लमा के पर्छ भनेर सोध्छ अम्लमा पर्छ हाम्रो अम्ल रस है अम्ल मात्र पर्छ र कटुमा पर्छ हाम्रो कटु तिक्त र कषाय पर्छ है यति कुरा याद गर्नु होला यो पनि सोधेको क्वेसन हो है सोधेको क्वेसन छ है त है सोधेको क्वेसन छ र यसबाट कषायबाट अर्को इम्पोर्टेन्ट क्वेसन भनेको कषाय है कषायबाट अर्को एकदम इम्पोर्टेन्ट क्वेसन भनेको के त भन्दाखेरि कषायले के गर्छ भनेर सोधिन्छ है कषायले के गर्छ हिलिङ गर्छ रोपन गर्छ रोपन भनेको हजुरको हिलिङ हो है
एस्ट्रिन्जमेन्ट टेस्ट भन्छौँ। एस्ट्रिन्जमेन्ट टेस्टले के गर्छ भनेर सोध्छ, रोक्ने काम गर्छ, कसायले हिलिङ गर्छ भनेर सम्झिनु होला है त। यो चाहिँ एकदम इम्पोर्टेन्ट छ है। र है अब एउटा अर्को फाइनल टपिक हाम्रो के छ यसभित्रै, प्रभाव है। के छ प्रभाव है, प्रभाव भन्छौँ हामीले है। प्रभाव यो चाहिँ के हो भन्दाखेरि स्पेसिफिक पोटेन्सी हो है। एकदम यो केहीसँग डिपेन्ड हुँदैन, अरू हाम्रो रससँग डिपेन्ड हुन्थ्यो है। हेर्नु त विपाक रससँग डिपेन्ड भएको थियो है। यो छ भने यो भन्ने होइन, जस्तै यो मधुर छ भने यो मधुर भन्छु भन्ने जस्तो थियो। तर यो के छ स्पेसिफिक पोटेन्सी, यो आफ्नै यसको आफ्नै दुनियाँ हुन्छ है, आफ्नै दुनियाँ हुन्छ। स्पेसिफिक पोटेन्सी भन्छौँ त्यही भएर यसलाई है, स्पेसिफिक पोटेन्सी भन्छौँ है। र यो के हो भन्दाखेरि मोस्ट पोटेन्ट है, सबभन्दा पोटेन्ट पनि हो है। र यसमा नर्मल्ली है सोधेको क्वेसन भनेको हजुरको मेध्यमा, यो मेध्य के हो प्रभाव हो, केमा हुन्छ भनेर सोध्छ, ब्राह्मी। अर्को भनेको शङ्खपुष्पी, शङ्खपुष्पी है, यो एकदम इम्पोर्टेन्ट छ है। सोधेको क्वेसन हो, शङ्खपुष्पीमा के हुन्छ मेध्य हुन्छ भनेर सम्झिनु होला है। अब यस्तै यस्तै क्वेसन्सहरू छन् है। अब हृदय केमा हुन्छ भन्दा पनि सोधिन सक्छ। हृदय भनेको हामीले के भनेको थियो, अर्जुनमा हृदय हुन्छ भनेर सम्झिनु होला। यस्तै यस्तै क्वेसन्सहरू सोध्छ है।